ल को तातो यार कटकट पिउँला भनेर तातो रहेछ दाइ अलिकति चाख्नु न है कस्तो भयो ठिक छ गुलियो गुलियो चाहिँ ए हामीले त्यही बर्खा सकिएकै होला भनेर सोचेको अब यो सकिने बेलै भइसक्यो नि यो त भदौमा पनि यस्तै हुन्छ मलाई देऊ न देऊ न थ्याङ्क यू दुइटा लैजाउँ ल ल के रे दाइ जानुपर्ने त्यही बाटो हो बट ननसेन्स त भएर भन्ने हजुर मुला रङ मान्छेलाई हाउके भयो भन्नु बुद्धि चलान walking on the way to Opi Base Camp. हामी 1.5 घन्टा यहीँसम्म हो सबै हुन्छ ह्यान्डसम भाइले बनाएर जिल्लाकै ह्यान्डसम भाइ त्यस्तै सीमाहरू
चाहिँ के बुझ्यो भन्दाखेरि चाहिँ हेल्थ इज भेरी इम्पोर्टेन्ट टु यु किनकि आज कति होला त म हिजो हेरेर आउनु अब तपाईँहरू माउरी लिएर फेरि कता कता जानुहुन्छ होला होइन हामीले घर जाने आज आज घरै जाने हो बेलुकै पुगिन्छ भाइलाई जान्छ भाइलाई लिएर म यहाँ कुर्छु मलाई 2 दिन पुग्छ भाइले राम्रोसँग त्यो सकाएर आऊ फोटो त्यहाँ खाली खुल्ला फोटोहरू चाहिँ तपाईँको नाम पनि लिइदिउँ कि महेश दाई भनेर